सन्चै ल म त सन्चो छैन। घाम पनि मजाले लागिरहेछ, एकदम सर्लक्क आइरहेछ घाम। दुध आउने घाँस के हो, त्यो नेमरा हो कि के हो भन्छ अरे यसलाई, मगो मगो मकै मकै कस्तो राम्रो उम्रेको छ। गाउँले जीवन के गर्नु, कहिले गोठालो कहिले घाँस कहिले दाउरा काट्न थालिसक्यो है। नाम्लो भएपछि दुःख पाएको मान्छे हो है, त्यस्तै हो गाउँको मान्छेहरू। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। भिडियोको कस्तो लाग्छ भनिदिनु होला, भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन परे। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म त सन्चो छैन। काट्यो नि तपाईँहरू सन्चै होला, म पनि ठिकठाकै छ। कहिलेकाहीँ यस्तो लड्छ, अब यस्तै हो जिन्दगी भनेको। लडेपछि उठ्नु सिक्नु परिहाल्छ। आज चाहिँ म कहाँ जानु लाग्छ भने घाँस काट्नको लागि जाँदैछु। घाँस पनि पाउँदैन, देख्न सक्नुहुन्छ तपाईँहरूले। हरियो अलिअलि मात्रै छ, त्यो हरियो हरियो देख्नेहरू खाँदैन पो है। अब हरियाली अलिअलि छ, हेर्नुहोस् त, खम्मै हान्यो नि, खम्मै गयो। अलिअलि मात्रै छ हरियो। घाँस काट्नको लागि जाँदैछु। देख्न सक्नुहुन्छ यहाँ आँप मजाले फलिरहेको रहेछ हाम्रो आँप, देख्न सक्नुहुन्छ। अलिकति सानो सानो छ, अलि देखाएको छैन। के गर्ने, यस्तै हो गाउँै। आँप चाहिँ ठिक्कको फलिरहेको छ, फल्न चाहिँ भुइँमा झरेछ है, हेर्नुहोस् भुइँमा झरेछ अलिअलि। हाउडले देख्न सक्नुहुन्छ, चट्ट लगाएर घाँस काट्ने हो। के घाँस भन्दाखेरि घाँस चाहिँ पाएको छैन, अब तलतिर गएर के हुन्छ सबै काट्ने हो है। घाँस काट्नको लागि चाहिँ हिँडिसकेको छु म। तपाईँहरूको गाउँतिर के कस्तो भइरहेछ भनिदिनु होला। भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला, त्यति नै भन्न चाहन्छु। घाम पनि मजाले लागिरहेछ, एकदम सर्लक्क आइरहेछ घाम है, देख्न सक्नुहुन्छ। खतरा भइरहेछ, चिटिक्क परिरहेछ गाउँमा। ओहो, हाम्रो त मकै उम्रेछ यार साथी हो, देख्न सक्नुहुन्छ। मकै उम्रिन थालिसकेको रहेछ। ओहो, देख्न सक्नुहुन्छ। के गर्नु, मकै उम्रियो मकै। अब ढेँडो खानु पाउने भयो, अब मकै उम्रियो, मकै ढेँडो खानु पाउने भयो। मकै उम्रियो, मकै ढेँडो खानु पाउने भयो। देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ मकै 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 कस्तो राम्रो उम्रेको छ, चट्ट लगाएर। यता त बाख्रा आउँछ, मकै त मजाले उम्रिसकेको रहेछ। मकै त मजाले उम्रिएको रहेछ, बाख्रा आउँछ, बाख्रा छ्याइनुपर्छ। अब के घाँस काट्ने भन्दाखेरि विचारमा घाँसै छैन। यहाँ छ अलिकति, त्यो खाँदैन, यो खानुपर्ने हो। अलिकति झार्नुपर्ने जस्तो लाग्यो, अलिकति झार्नु पर्यो। यो अलिकति, अर्को अलिकति अलिअलि गरेर लानु पर्यो साथी हो। अब यस्तै हो गाइज। अब
यस्तो उस्तो त आउँदैन घाँस काट्ने यताउति दाउरा काट्ने त हो नि मेरो भिडियोमा देख्न सक्नुहुन्छ। अलिकति घाउ भएछ। हेलो गाइज, अब चाहिँ रुखमा चढ्न थालिसकेको छु म। अब रुखमा चाहिँ के कस्तो हुन्छ रुखमा चढ्न थालिसकेको छु। अब घाँस काट्ने हो चट्ट लाएर यहाँ देख्न सक्नुहुन्छ। अलिअलि काट्ने हो, त्यो धेरै काट्नुहुन्न, थोरै काट्ने हो। काट्न चाहिँ काट्ने हो है। यस्तो घाँस काट्ने भने यस्तो देख्नु भने यस्तोले घोचिला चाहिँ मलाई अस्ति अप्ठ्यारो बनाइरहेछ। अप्ठ्यारो छ नि साथी हो घाँस काट्नलाई। गाउँले जीवन त्यो भन्ने कहिले गोठालो कहिले घाँस कहिले दाउरा गर्नु परिहाल्छ। के गर्नु, हाम्रो गाउँमा यस्तै हो। माटोको घर छ। सक्नुहुन्छ घाँस झारिसकेको छु अलिअलि भए पनि। अब के गर्छ यस्तै हो। अर्को राउन्ड खोज्नुपर्ने हुन्छ। यति मात्रै त पुग्दैन, के गर्नु। घाँस झारिसकेको छ देख्न सक्नुहुन्छ। अलिकति मात्रै, धेरै चाहिँ छैन। अब यस्तै हो। सो गाइस, अलिकति चाहिँ काटिसकेको छ यहाँ है। हामीले चाहिँ के भन्दाखेरि एक भारी चाहिँ पुऱ्याउनु पर्छ। मैले एक भारी गाडी गोरुहरूलाई चाहिँ एकदम दिनु पऱ्यो नि त मजाले होइन। एक भारी चाहिँ मजाले टक्क लाएर पुऱ्याउनु पर्छ। त्यो त अलिकति मात्रै हो, अर्को काट्नुपर्छ। एक भारी पुऱ्याएपछि मात्रै अब चाहिँ देखाउँछु। अब चाहिँ टाइम पनि धेरै हुन्छ है। अब एकछिनपछि सो गाइस, घाँस चाहिँ पुगिसक्यो जस्तो छ। पुग्यो भनौँ न, जस्तो मात्रै होइन पुगिसकेको छ। अब हामी चाहिँ भारी हाल्दैछु। भारी चाहिँ यहाँ हाल्ने हो। भारी हाल्दैछु। भारी चाहिँ एकदमसँगले हाल्नुपर्छ। हेर्नु कस्तो दुध आउने घाँस के यो।
त्यो नेमरा हो कि के हो भन्छ अरे यसलाई, मगो कस्तो हातले पनि ट्याप पार्छ देख्नुहुन्छ। घाँस चाहिँ पुगिसकेको छ, अब भारिहाल्छु, हालेपछि मात्रै भिडियो बनाउँछु। अहिलेको लागि चाहिँ यति नै, एकछिनपछि आउँछ। सो गाइज भारी चाहिँ चट्ट लगाएर मिलाएर हालिसकेको छ। अब चाहिँ गुटुङ टुङ टुङ लगाएर कुद्ने हो। अब भिडियो अब यस्तै हो, राम्रो आउँदैन के गर्नु है। अब बजारतिर पब्लिक भिडियो राम्रो आउँदैन, के गर्नु, यस्तै हो। त्यही पनि भिडियोलाई मन पराउनु होला, हेर्नु होला, एकदम धेरै माया गर्नु होला, सपोर्ट गर्नु होला। तपाईँहरूको लागि म राम्रो भिडियोहरू लिएर आउँछु। त्यति नै भन्न चाहन्छु। अहिलेको लागि चाहिँ घाँस पुगेर घरतिर चलिन्। गाह्रो छ नि घाँस पुग्नलाई। सो गाइज यस्तै हो, टाउको नाम्लो भएपछि दुःख पाएको मान्छे हो है। यस्तै हो गाउँको मान्छेहरू, के गर्नु। के कस्तो लाग्छ भनिदिनु होला। भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अब अझै पनि भिडियो अर्को नै आउँछ। हो यस्तै मात्र हो मेरो भिडियो, राम्रो भनेको त त्यस्तै हो, यस्तै आउँछ। आजको लागि यति नै, घाँस काटेको भिडियो राम्रो होला। आशा गर्छु तपाईँहरूले माया गरेर सपोर्ट गर्नेछु। धन्यवाद भन्दै छुट्टिन्छु।